सबैजनालाई दोस्रोले गाउँबाट गुड मर्निङ छ। आज दोस्रो दिन दोस्रोले गाउँ आएको। गुड मर्निङ। सेकेन्ड दिन दोस्रो दिन दोस्रोले गाउँबाट अहिले चाहिँ बिहानको 5 बजेर 4 घन्टा गइसक्यो रहेछ। अब बिहानै उठ्नै सकेन। अब हामी चाहिँ बल्ल उठेर मन्दिर जाँदैछ। अब मन्दिरमा अघि नै गइसक्योहरू चाहिँ अनुसार सबभन्दा चाँडो उठ्ने चाहिँ हामी मन्दिरमा गएर यसो दर्शन गरेर तल आएर हामी ब्रेकफास्ट गर्छ। अब यही हो गाउँ, यस्तो दामी छ। यसो मर्निङ भ्यू है, यस्तो दामी रहेछ। सुन्तला पनि लटरम्मै। वा सुन्तलै बारी सुन्तला बारी। यो गाउँ चाहिँ अहिले पुरा सुन्तला बारीको फेमस छ एकदमै। मैले हिजो पनि भनिसकेको थिएँ है। यो चाहिँ स्टोर गरेर राख्छ यो घाँसहरू पराल, यो गाई भैँसीहरूको लागि यस्तो स्टोर गरेर राख्ने अनि पछि दिने। अब हल्का उकालो छ यहाँबाट। यस्तो दामी घाम लाग्छ पारित है। यो चाहिँ गाउँ है, दामी देख्दैछ। ए गुड मर्निङ है। ए यो मन्दिर हेलो हजुर आएर यहाँ मन्दिरमा यसो दर्शन गर्न आऊँ भनेर। यो चाहिँ गाउँ हो। हामी सुतेको त हिजो यहाँ तल फुपूको घरमा हो। स्कुल गाउँको एकमात्र स्कुल। यो स्कुल भइहाल्यो। हिजो पनि आएको थियौँ हामी स्कुलमा। अरू गाउँहरू पनि उता उता तर यता पनि पहाड अनि फेरि यता पनि खतरा पहाड, दुईवटा पहाडको बिचमा रहेछ। अनि यता पनि पुरा हिमाल देखिने रहेछ। तर बिहान खिच्यो भनेको खिचेन, ठिकै छ भोलि खिचौँ ल। रेन्स जियाना किवा किवाको डान्स देखाइदियो त अहिको ल छिटो। गुड मर्निङ फ्रम रोमाको गाउँ। एक्सन किवा ल ल किवा देखाइदियो। वा म त ढले 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 हो ए राईहरुको होला नि। उ बेगा देख्नु है बेगा सुजर गाउँ। ल जियाना र ओसिनले पनि डान्स ओए जियाना र ओसिनले डान्स। ओए रेस्ट मोर ल। है त जियाना र ओसिनले डान्स त्यस्तो अघि मैले देखाएको थिएँ त। याना गुड मर्निङ। न पूजा स्टार्ट भयो ल। कसले पूजा गरेको? यसको त दिदीले पूजा रहेछ। चाकै चिसो भयो के। गाउँमा
ल यहाँ पूजा हुँदो रहेछ तल छेमा सुत्नु जानु पर्यो माथि काट्नु बत्ती बाल्छु ए बत्ती पनि छ म बत्ती बाल केको गोरु चाहिँ ताम्बोको यो उ चाहिँ काठको है शिवजी चाहिँ हाम्रो जिजो बाजेले बनाउनु हो ए नन्द बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको पनि कति वर्ष पुरानो यो मन्दिर जिजु बाजेले बनाएको हाम्रो जिजु बाजेले बनाउनु भएको रे 100 इयर्स भन्दा बढी भएछ हैन 100 यस्तो तल थियो होला त्यहाँबाट शिफ्ट भएको के हो पहिला गाउँमा बस्थ्यो अहिले फेरि पोखरातिर आएको हो त तल पहिला चाहिँ अहिले समाज घर अहिले दिउँसो तपाईँको प्रोग्राम हुन्छ नि त्यहाँ थियो पहिला हजुर त्यहाँदेखि त्यति बेलादेखि मैले अहिले पण्डित गरेर आएको पहिला चाहिँ मेरो बाबाले गर्नुहुन्थ्यो अहिले चाहिँ अब मैले यो गर्छु तर अलि धेरै पपुलेसन बढेर हैन भगवानमाथि शिफ्ट हुनु भगवानलाई अलिकति त्यहाँ डिस्टर्ब हुने भयो अनि फेरि नानीहरूले मैला जाउनु भएन गाई बस्तुहरू पालेर मैला हुन्छ भनेर चाहिँ यहाँनिर शिफ्ट भएको मान्छे चाहिँ अलिक उयो भयो पछि सहरतिर जान्छ तर यसो भगवानहरू चाहिँ एकान्तमा आएर एकान्त बास गर्नुहुन्छ अगाडि दाउरा हामी सबैले सालु देखेर बिल्ला लगाएर सबै होइन अब हाम्रो जेठानले दुईटा हाम्रो सालु पहलमान अल द वे फ्रम सिक्किमबाट आएको हाम्रो सालु सालुले यत्रो बाहुबली स्टाइलमा बोकेर लानेहरूले होइन सालु यो भरेको चाहिँ क्याम्प फायर हाम्रो लागि भरेको बाहुबलीको गीत लगाइदिनु अहिले बाहुबली गीत लगाइदिनु पर्छ ल यही गयो केयरफुल है चिप्लेला फेरि सालो उनीहरूको राली पछि हिँड है फेरि खसेर बच्चाहरू तल छ फेरि हिँड्न सकेछन् कहाँ गए ल म त यो बोक्ने हो हाम्रो आजको हाम्रो सेकेन्ड डे दोस्रो लेक गाउँबाट चाहिँ हाम्रो अर्ली मर्निङ पूजा गरेर चाहिँ सुरु भयो है हाम्रो मन्दिरमा आएर बिहानै आएर पूजा गरेर अब त्यो खाने पानीहरु यो दाउरा लिएर जाने हामीले अहिले भरेको क्याम्प फायरको लागि हो कि हैन र हैन ओके अनि यता दाउरा चोर्दैछ हाम्रो बहिनीले यो भिडियोमा कसैले देखेन हाम्रो बहिनीले धेरै चोरेको दाउरा चाहिँ ल अब हामी बिस्तारै जान्छु मैले लानु पर्दैन त्यो फुक्छ यति दाउरा भाइ है यो डाइपर यहाँ चाहिँ म त्यो लिएर जाने मैले कोला खोज्यो कोला अब मिलाको रेस्ट जय मेरो पावर हेर्नु आमा खतरा नि ओके मान्छ जत्लो तिमी भन्दा तु कति केजी ठुलो होला त्यो दिनमा दिनमा तल गरेर स्याहार बनाउँदै गरे त्यो त खाइएन तर पुरी त के हो त्यो फसल खाएको त्यसको चाउचाउ खाए ब्रेड खाए मात्रै कस्तो राम्रो भएको रे जुन दिनुभयो है ए आज दिनुभयो कि आज त कसले दिएको तल पनि ल्याइदिएको सबैले पार्छ दाउरा चोरेर ल्याउनु पर्छ ए
बाबुको नाम के हो? तिमी कुन गाउँमा अहिले? दोसल्ले हो? तिमी दोसल्लेको हिरो हो? तिमी त दोसल्लेको हिरो भन्दै थियो त? हो? ल गयो है? ल बाई। Wow. हजुर यता यतै हो ल हाम्रो चाहिँ ब्रेकफास्ट भयो बिहानको सेकेन्ड दिन हो अब हामी चाहिँ यहाँ सुन्तला बारीमा सुन्तला टिप्न जाने हो अनि आज हामीले धेरै सुन्तला त होइन केही क्रेट टिपेर पोखरा लाने प्लानमा छ हाम्रो त्यही भएर हामी सुन्तला बारीतिर जाँदैछौँ अनि सुन्तला टिपेर आइसकेपछि हल्का वेलकम प्रोग्राम छ यहीँ गाउँकोबाट विशेष गरेर हाम्रो सालाको लागि उसले चाहिँ हाम्रो सालाले चाहिँ एभ्री टाइम यहाँ आफ्नै गाउँको स्कुलमा चाहिँ एकदम सहयोग गर्नुहुन्छ त्यही भएर यहाँको गाउँको वासीहरूले हेल्प गर्नुभएको छ कता माथि ए आउनु हिँड्नु हिँड्नु ल दाइ सुन्तला टिप्न गइरहेको छ हामी कस्तो फिल भइरहेको छ अरे सुन्तलालाई चाहिँ म बोक्राइसँग खानु मन परिरहेको छ हौ अलिक माथितिर आउनु सिरानतिर आउँदैछ नि हुनु त अब सट्टै गएको राम्रो देख्छ तर भन्दा पनि सेकेन्डमा बनाएको जाडोले गाला सुनिरहेको छ गाईहरू यिनीहरूलाई पनि जाडो भयो होला है तर उदय बनाएको ठ्याक्कै बाटोमा रहेछ है उता बनाएको ठ्याक्कै बाटोमा रहेछ क्या अघि हिजो आएको क्या त्यो चाहिँ ठ्याक्कै सेन्टरमा परेछ भनेको है उताको चाहिँ यिनीहरू हो बारीहरू घर चाहिँ यही हो अहिले कोही छैन होला है अहिले को बस्नुहुन्छ नि यहाँ उहिलेको बुढापाकाले भन्थ्यो फलेको फल झुकेको हुन्छ को बस्नुहुन्छ नि अहिले त फेरि कपडाहरू सुकाएको छ त यहाँनिर काका काकी बस्नुहुन्छ अनि यो पुरानो घर यसमा चाहिँ जुजु बाजे बराजुहरू बस्नु भएको एटलिस्ट यो चाहिँ यसले चाहिँ प्लाटिनियम जुब्ली चाहिँ निकालिसक्यो होला हेर न पुरै यहाँ कपडाहरू सुकाएर चाहिँ त है ल पुर्खा एकदमै पुरानो भत्किनु होला नि ए ल एकदमै पुरानो घर धेरै वर्ष पुरानो यो पुरै भत्किन लाएर रहेछ
एकदमै पुरानो घर। यहाँ कतिपय उसहरू भत्किन लागिसकेको छ है। स्टिल मान्छे त बस्दैन। आई थिङ्क उसको यहाँ चाहिँ खासै मान्छेहरू त बसेको छैन। कहिलेकाहीँ चाहिँ उसको अङ्कलहरू बस्नुहुन्छ भन्दै थियो। यो चाहिँ रोमा मेरो मिसेस उसको पुर्ख्यौली घर, बाजे बराजुको घर हो। अब यस्तो छ। अब यहीँ हो सुन्तला बारीहरू भएको। यतातिर छ सुन्तला बारी, यही हो घर। अब यस्तो छ घर, एकदमै पुरानो ढुङ्गाको ढुङ्गा माटो र काठ मात्रैले बनेको। अनि त्यहाँबाट यो बारीहरू भइहाल्यो। अनि यहाँ सुन्तलाहरू अहिले हामी टिप्ने सुन्तला यिनीहरू हो। यहाँ टिपेर हामी पोखर लाने रमाइलो छ। स्टिल हुन्छ कति बजे अहिले? अहिले पौने 11। पौने 11 अब बल्ल 11:30 त बज्छ घाम लाग्नु। घाम लाग्नु चाहिँ अब 11:30 त्यस्तै हुन्छ। उतापट्टि त लागिसकेको छ, उता साइडमा राइट साइडमा। यता लेफ्ट साइड चाहिँ अलिकति ढिलो लाग्ने रहेछ होइन, स्टिल चिसो छ। अनि उतापट्टि चाहिँ पुरै घाम लागेको छ। कस्तो ठ्याक्क हाफ यहाँ तल खोला छ, खोलाभन्दा उता कस्तो उज्यालो घाम लागेको छ। यता चाहिँ चिसो घामै लाग्छ। हजुर ए ल ल ल। अब हाम्रो सुन्तला टिपा सुरु भयो। अब हाम्रो दिदीले उद्घाटन गर्नुहुन्छ। ल एकछिन म दिदीमा जाँदैछु। ल एकछिन हाम्रो दिदी सासूले सुन्तला टिप्दैछ। सबैलाई ताली बजाएर उद्घाटनको लागि। ल ताली, ल ताली। हाम्रो दिदी मेरो दिदी सुन्तला टिपेर त पासीमा त पाउरुटी छ त। खाइहाल्नु ल, टेस्ट पनि कस्तो छ आफ्नै घरको बारीको। ल ल यो उहिले हामीले खाएको बोटको हो कि? आँखाले कतिवटा पिटिसक्यो त्यसरी तान्ने हैन के। यसलाई यहाँ राख्दिउँ त एकछिन। घर त पुरै खण्डहरै भइसकेको छ नि है। अनि रोमा चाहिँ यहाँ हुर्केको होइन है? इन्डियामा हामी त यो सानोमा 3 जना थियौँ के, विकास तपाईँ यहीँ हुर्किनु भएको? कोही पनि हुर्किनु भएको नि? रोमा जन्मेको यहीँ हो? यहीँ जन्मेको र मैले सानो पेट कुदेको ए यहीँ जन्मेको रोमा चाहिँ? यस्तो अहिले त कोही नबस्ने भएर पुरै खण्डहर जस्तै भएर छ। तर यो काठहरू त कति वर्ष पुरानो होला है? धेरै वर्ष होइन? कैची आउँदैछ 2टा कैची। भित्र पनि अहिले त मान्छे नबस्ने भएर हेर न कस्तो छ यार। वाह लाइट छ कैसँग रे के? लाइट हेर्छ नि सो ए मसँग कहाँ? यहाँ तल नि लाइट छ भित्र? तल चाहिँ माथि आकाशको मात्रै यो खतम भयो स्टोरेज ल के रे साला त यहाँ जन्मेको होइन? यहाँ हैन म त मारिदिहाल चाहिँ रोमा पनि यहाँ जन्मेको भन्दै अहिले त एकदमै पुरानो मान्छे नबस्ने भएर होइन? कति वर्ष स्टोरेज मान्छे पहिला त मान्छे बस्ने हो कि अहिले चाहिँ स्टोरेज। अहिले दाउराहरू नै कसले राखेको फेरि? यो अहिले त ऊ स्टोरेज त हाम्रै यहाँका छ्यामा काकाले हेरिदिनुहुन्छ घर चाहिँ, उहाँहरूले नै गरिराख्नु पर्छ। अब होइन यहाँ पहिला कति बस्यो खुसी भएर होइन? अहिले चाहिँ है माथि घरङ पनि छ, माथि उभिने त्यहाँबाट माथि तल जाने घरङ। ए
पख मेरो नि एकछिन मेरो नि मोबाइल बाल्छ पख कता गयो मेरो गोजी ल अर्कै लाइट ल्याउनु पर्ने रहेछ है त ठिकै छ जमानाको घर आमा यस्तैमा बसेर होइन हिस्टोरिकल घर माथि गयो माथि तलमा आउँछ हजुर तर यो भत्किनु लाग्यो चाहिँ नचढाउनु भयो चढ्दा त्यो सायद पहिलाको सिँढी जिजो बाजे हेर न यस्तो हुन्थ्यो काठको है पुरै हेर न यस्तो काठको बनाएर माथि चढ्ने हुन्थ्यो माथि बन्द रहेछ त्यहाँबाट माथि जाने पुरै मोस्ट अफ द काठ ढुङ्गा अनि माटो हुन्छ जामा कस्तो घर भाइ यो झ्याल भयो हेर न झ्यालको नि सबै काठ अब काठकै उसहरू सबै होइन यस्तो बलियो मेटल छैन केही छैन काठलाई नै सबै काठको त्यो माथि हेर न त्यो के भन्छ अरे घुमाउँदै त्यो घुमाउने कुराहरू सबै हेर न त्यो है सबै काठै घुम्ने काठै हो सबै काठ नो मेटल आज त तल त्यो उस हाल्छ नि होइन मेटलको मेटल बन्न खाने यसलाई चट्टा लगाएर गर्ने अनि यहाँ काठ थाक्छ हाल्ने अनि लक गर्ने सिस्टम पनि पुरा यो काठ ठ्याक्कै यहाँ काठ हाल्यो भइहाल्यो होइन तर पहिला तिनीहरूले गुजाएर त गरेको होइन आइडिया लगाएर होइन कसरी यस्तो हुन्छ यहाँ चाहिँ अलिकति त्यो लकको लागि चाहिँ हामी उस युज गरेर चाहिँ त्यो पुरानो होइन यस्तो स्टाइलको हुन्छ नि चाबी यहाँबाट यहाँ कनेक्ट हुन्थ्यो अनि यहाँहरू चाबी लगायो ताल्छ होइन छ होला ल पुरानो घर होइन यसो एक्सप्लोर गर्नु पऱ्यो नि त पुरानो घर होइन भोलि पर्सि घर भत्केला किन ल जोताउनु पर्ने मेरो त साह्रै मैला छ ल यस्तो छ पुरानो घर चाहिँ बत्ती बल्नु पर्ने तर किन बलेन दाइले हाल्नु त हालेको बल्ब चाहिँ बिग्रिरहेको पुरानो घर यहाँ मजाले वरिपरि बसेर खाना पकाएर खाने उता बसेर भन्नु लाग्छ उता बस खै मलाई लाइट ल्याऊ त्यहीँ बस भुइँमा बस उता पिड्कामा बस न पिड्का यहाँ पिड्का पछाडि भन नि हाम्रो हिस्टोरिक पुरानो ल यो चाहिँ हाम्रो बाउ बाजेको घर चट्टा लगाएर यो चाहिँ हाम्रो डाइनिङ अनि किचनमा यहाँ पकाएर चाहिँ हामी चाहिँ वरिपरि बसेर खान्थ्यौँ सबै कुरा पुरानो एकदम महत्त्वपूर्ण योभन्दा बाहिर चाहिँ बाल्कनी छ यहाँ चाहिँ अब खानाहरू सुकाउने स्टोरेज यो जस्तै एउटा के हो स्टिल छ एउटा सुकुटी पुरानो सुकुटीहरू सुकाउने त्यसलाई चाहिँ ड्राई मिट होइन लङ टर्मसम्म प्रिजर्भ गरेर राख्ने अनि बिस्तारै बिस्तारै खाने सुकुटी अनि माथि चाहिँ सबै फेरि मकै हुन्थ्यो मकै झुन्डेको छ तिनीहरूलाई पनि यहाँको धुवाले चाहिँ अरू किराहरूले नपरोस् भनेर मकै हुन्थ्यो माथि चाहिँ यस्तो छ। अनि पुरानो हाम्रो स्टोरेजहरू चाहिँ यहाँ पक्का काठको स्टोरेजहरू स्टोरेज बक्स भनौँ न त्यहाँ मुसाले नखाओस् भनेर अन्नहरू हाल्ने त्यस्तो छ हाम्रो। अनि भुइँ पनि पुरै के भन्छ माटोले लिपिराख्ने बेला बेलामा सही हो दामी होइन यहाँ बाहिर हेर्नु बाहिर पनि दामी छ। यो चाहिँ अब हाम्रो बाल्कनी टेरेस ठ्याक्क बाहिर गएर बाहिरको भ्यू हेर्नको लागि हावा खानको लागि यसो बस्नको लागि हाल चाहिँ कपडाहरू सुकिरहेको छ यस्तो को बस्छ भनेको अहिले काका छ्यामा तर बस्ने हुँदा नि यहाँ चाहिँ आउने त्यो गाईहरूलाई उयो गर्ने अनि यहाँ खाजाहरू बनाएर खाने फेरि माथि जानुहुन्छ यहाँबाट अब भ्यूहरू देख्छ यताबाट हिमालको भ्यूहरू टक्क अगाडि नै अब तल बारीहरू सबै देखिनु भयो यहाँबाट तल काम गरेको सबै देखिन्छ
अनि हिमालहरू टक्क देखिन्छ। यस्तो छ ठाउँ चाहिँ पुरानो घर पुरानो। अब यस्तो घर खासै देखिन्न आजकल होइन। कति वर्ष पुरानो होला है? होला नि बाजे जिजुबाजे भनेपछि नि त एटलिस्ट 50 भन्दा माथि। यही हो एकदमै पुरानो घर। अहिले चाहिँ खासै मान्छे बस्दैन। कहिलेकाहीँ यसो काम परेर आउने बेलामा यताउता खेतबारीमा काम परेर आउँदाखेरि यसो हल्का फुल्का खाजा पकाएर खुवाउने यताउता ठाउँ हो। त्यही भएर त्यही भएर स्टिल अलिअलि कपडाहरू यताउता देखिन्छ होइन। तर यस्तो हामी बस्ने यताउता त हुँदैन। तर यहाँ आफ्नो रिलेटिभहरू कहिलेकाहीँ आफ्नो बारीमा आउँदाखेरि खाने बस्ने अनि यसो बारीको लागि खाजाहरू पकाउनको लागि चाहिँ ठाउँ छ स्टिल होइन। अब यो अघि पनि सालाले मलाई भनिसकेको थियो। अब यही हो हाम्रो पुरानो किचन होइन। यही हो पकाउने। मलाई स्टिल याद छ हाम्रो पहिला हाम्रो गाउँमा घरमा पनि यस्तै थियो क्या। जमानामा हामी सानो हुँदा यसरी यहीँ पकाउँथ्यो हामीले। यहाँ दाउरा साउरा जोड्यो होइन पुरा पकाउने। अनि त्यो पछि हामी यो वरिपरि बस्ने होइन। आमा बाबाहरू यता बस्नुहुन्थ्यो अनि आमा बाबाले पुरा खाना हालिदिने अनि हामी चक्क दिदी दाईहरू हामी सबै बसेर खान्थ्यो क्या फ्यामिली अल टुगेदर। अब त्यस्तो अब किचन छुट्टै डाइनिङ रुम छुट्टै डाइनिङ टेबल त्यस्तो केही हुँदैन थिएन पहिला है। मलाई यसरी याद चालिहालेँ होइन हाम्रो घरमा नि। तर अहिले यहाँको अब पुरानो सम्झनाहरू आयो क्या मलाई। यस्तै दामी लाग्यो मलाई। अब युनिक छ। अब यिनीहरू चाहिँ स्टोरेज भइहाल्यो। त्यो काठको सबै मोस्ट अफ द सबै काठको छ। अनि यिनीहरू चाहिँ यो माथिको यो चाहिँ ठ्याक्क आगोको बल्छ त्यसको माथि ठ्याक्क हामीले मासु सासुलाई हामी काटेर सुकाउने सुकुटी बनाउने यताउता। यो पनि लाइक काइन्ड अफ स्टोरेज नै थियो। अनि यता माथि पुरै मकैहरू सुकाउने हुन्छ नि के कुरा सबै सुकाउनु हुन्थ्यो। त्यो भएर यहाँ आगोको धुवाँले गर्दा तिनीहरू राम्रोसँग सुक्ने अनि प्लस किराहरू यताउता नलाग्ने त्यस्तो हुन्थ्यो होइन। अब कस्तो त्यही हो दामी लाग्यो मलाई चाहिँ। मैले उता गरेको ल 1 2 3 गो जम्प 1 2 You okay? Yes. Okay. Yes. Wait, no. Dancer. Wait. How many is Tintal? Tintal typical? Yes. Sisnu छ नि ए तलबाट जाम हो आपा ल टिपी गर ल आपा न आपा ल ओ हालिए त ल that's it आपा ह आपा oh my god चुन्टालाई टिपेको ल छोरा गर है अब चुन्टालाई टिपिराख चुन्टालाई छोरा गर आयो केही हुँदैन ल हाम्रो सुन्तला लोडिङ हुँदैछ है उता प्याकिङ हुँदैछ माथिबाट काट्नु पर्छ यो पछाडि हाल्नु कि रेडी ल हाई के वा हाई गर हाई ओ माय गॉड जियाना हाई व्हाट ओसिन हाई ल डाइरेक्ट ल गीत गाऊ
ल हाम्रो दोस्रोलेबाट पोखरा जानको लागि रेडी छ यो सबै सुन्तलाहरू आफ्नै बारीको अर्ग्यानिक सुन्तला रेडी छ अब वाह 1 2 3 4 5 6 7 8 क्यारेट बोरामा पनि हो बोरामा छैन भाइ 8 क्यारेटहरु छ हैन ल ल अब हामी चाहिँ आज पोखरा जाने हो हाम्रो यही अर्ग्यानिक सुन्तला सबै टिपेर 8 क्यारेट मनुको बारी र उतातिरबाट आफन्तहरुले ल्याए ए हाम्रो घरको प्लस आफन्तहरुको तर्फबाट नि गिफ्ट आएको रहेछ यो सुन्तलाहरू सबै यहीँको अर्ग्यानिक हो अब रेडी छ अब हाम्रो एउटै जिपमा नअड्ने भएर अर्को जिप पनि आउँदैछ एकछिनपछि अनि अर्को जिप पनि आएपछि सबै प्याक गरेपछि हामी लोड गरेपछि हामी आज पोखरा जाने हो अब रेडी हुँदैछ यहाँ सबैजना ल यहाँ भेनाको फाइनली वालेट हेरिरहेछ बुढीको गाउँमा आयो धेरै रमाइलो भयो धेरै मान्छेहरू चिन्यो अनि अब धेरै सुन्तला पनि खाइयो आज फाइनली अब 3 दिनको बसाएपछि अब हामी चाहिँ पोखरा जाँदैछु कस्तो लाग्यो तिमीलाई रमाइलो आफ्टर 10 इयर्स आफ्टर 10 इयर्स म गाउँमा आए यो पछाडीको खोला अलि गाह्रो हुन्छ एकदम रमाइलो भयो सबै आफ्नो मान्छेलाई भेट्न पायो सुन्तला खान पायो त्यही त हो नि अरु के चाहिन्छ हैन ल मलाई पनि धेरै खुसी लाग्यो यहाँसम्म ल्याइदिनु भयो